तपाईँ पछिल्लो समय कहिले र किन रुनु भएको थियो? यो त फेरि पुरानै फ्ल्यासब्याकमा जानुपर्छ है लजाउन लङ स्टोरी सर्ट गर्नु गुमाएको व्यक्ति पाउने भए कसलाई पाउन चाहनुहुन्छ? ओके चाहिँदैन वाक्क लागेर घुमाएको वाक्क लागेर घुमाएको छैन किसिङ यो एक्स अर एनिमी के छ मैले के गर्नु पऱ्यो? दुईटा मध्ये एउटालाई चुज गर्ने फ्यानसँग डेट जानु भएको छ? प्रस्ताव त आइहाल्छ नि। यहाँ गीत गाउनुहोस् कहिले नि आई आँगन बडाली कुडाली राखन। भेरी गुड कति नराम्रो very good, सोच very good. छ यो सबै हो भन्नुपर्ने रमाइलो छ यो सेगमेन्ट पनि रमाइलो लाग्यो यो त उसाला जानुपर्ने क्वेसन आयो। कुन हो म आन्सर म पनि गरिदिन्छु म गरौँ फर्स्टमा निकालौँ कुन कलाकारसँग अब दोहोऱ्याएर काम गर्न मन छैन? जोसँग काम गरेको छैन उहाँसँग काम गर्न मन छैन, जोसँग काम गरेको छु उहाँसँग काम गर्न मन छ। अब त्यही भन्नु पर्यो होइन त? अब काम नगरेकोसँग कसरी गर्नु? ओके तपाईँ पछिल्लो समय कहिले र किन रुनु भएको थियो? यो त फेरि पुरानै फ्ल्यासब्याकमा जानुपर्छ है लजाउन त एकछिन लङ स्टोरी सर्ट गरिदिउँ अब त्यो चाहिँ रुने कुरा आज किन गर्नुला होइन? आज त हाँस्ने रमाइलो कुरा गरौँला। यो रुने कुरा गर्नुलाई फ्ल्यासब्याकमा जानुपर्छ, त्यसैले आज नजाउँ भन्न चाहन्छु। है ल ओके यदि तपाईँ कलाकारितामा नभएको भए के हुनुहुन्थ्यो? कलाकारीमा नभएको भए मिस नेपाल नै भइरहेको थिएँ। सधैँ थियो त्यही भइरहेको थिएँ। अनि बुटिकको साउनी हो त्यही भइरहेको थिएँ होइन? टिभीमा प्रमोसन गरिहाले काँचा के छ? बुटिक चाहिँ मेरो उषाद स्टाइलिस्ट कामदेवता स्थान चोक कुपन्डो ललितपुरमा 14 वर्ष भयो। 14 वर्षदेखि बुटिकको साउनी भएर बसेछु। त्यही हो। यो सबै हो भन्नुपर्ने रमाइलो हुन्छ रमाइलो छ यो सेगमेन्ट पनि रमाइलो लाग्यो मलाई। फिल्ममा कुन वा कस्तो सिन गर्न तपाईँलाई असहज लाग्छ? कस्तो सिन गर्नुलाई? मलाई त्यस्तो लाग्दैन, म एउटा एक्टर हो। त्यही कारण तपाईँले मलाई जस्तो सुकै सिन दिँदाखेरि पनि त्यसलाई म एज अ च्यालेन्ज लिन्छु। कतिको गर्न सक्छु सक्दिनँ त्यो त म भन्न सक्दिनँ, तर मलाई गर्नु चाहिँ जुनमा पनि कोसिस गर्नु मन लाग्छ र गर्ने प्रयास गर्छु। ओके तपाईँ प्रधानमन्त्री भए पहिलो काम के गर्नुहुन्थ्यो? अब अहिलेलाई चाहिँ हाम्रो प्रधानमन्त्री आमालाई नै काम गर्न दिउँ है। हो हामी सपोर्टमा छौँ। हो आफूलाई मनपर्ने फिल्मको डायलग भन्नुहोस्। ठिक्क परेछ। एउटा फिल्म थियो त साह्रै बिग्रिस निबद्री भन्ने हरिवंशजीले र किरण केसी भाइले बनाउनु भएको। त्यो फिल्ममा म र हरिवंशजीसँगै काम गरेको थिएँ। त्यसमा एउटा डायलग थियो, हे नारी हो, हे नारी हो, शरीर पो कमजोर छ तपाईँहरूको, बुद्धि त कमजोर छैन नि, आउनुहोस् सङ्घर्ष गर्नुहोस्, आफ्नो हकको लागि लड्नुहोस्। फेमिनिस्ट डायलग है। अब गुमाएको व्यक्ति पाउने भए कसलाई पाउन चाहनुहुन्छ? ओके चाहिँदैन वाक्क लागेर घुमाएको वाक्क लागेर घुमाएको छैन किसिङ यो एक्स अर एनिमी के छ मैले के गर्नु पऱ्यो? दुईवटा नगर दुईटा मध्ये एउटालाई चुज गर्ने रे म दुईवटालाई गर्दिनँ। एनिमीलाई पनि गर्दिनँ, एक्सलाई पनि गर्दिनँ। ओके ल फ्यानसँग डेट जानु भएको छ? छैन अहिलेसम्म। प्रस्ताव त आइहाल्छ नि। डेट त गएको छैन। जान्दैनौ पनि।
तपाईँको सेलिब्रिटी क्रस को हो? मेरो सेलिब्रिटी क्रस मेरो सेलिब्रिटी क्रस को हो? मेरो सेलिब्रिटी क्रस सोच्नै पर्यो है दाइ ल भन्छु मेरो सेलिब्रिटी क्रस को थियो बाबा? पाकिस्तानी मुभीमा काम गर्दा कोही हुनुहुन्थ्यो? विदेशको भन्यो भने फेरि चिन्नु हुन्न होला। अब चिन्छ सबै जुन भन्नुभयो पनि हुन्छ। मीनाक्षी आनन्दजी। ओ वाह यस्तो के कुरा वा व्यक्ति जो बिना तपाईँ आफ्नो जीवनको कल्पना पनि गर्न सक्नुहुन्न? ओके मेरो फ्यामिली, व्यक्ति त नभनौँ, फ्यामिली सम्पूर्ण। No bath for a month or no internet for a month. Internet for a month. That means no bath for a month. एक महिनासम्म ननुहाउने कि एक महिनासम्म इन्टरनेट बिना बस्ने? दुईटै बिना सकिन्छ। इन्टरनेट बिना बस्न सकिन्छ? सकिन्छ। हामी त त्यही विदाउट इन्टरनेट। विदाउट इन्टरनेट। नो इन्टरनेट फर। ओके ल अर्को तपाईलाई हट नायक नायिका को लाग्छ? नेपालको हट नायक नायिका को लाग्छ? हट नायक नायिका, नायिकामा प्रियङ्का कार्की लाग्छ, नायकमा प्रदीप खड्का लाग्छ। ओके त्यही हो, नेपालकै भनौँ न। तपाईलाई मनपर्ने खानेकुरा के हो? यो पर्यो खानेकुरा त मेरो अल टाइम फेभरेट खानेकुरा दाल भात तरकारी अचार। नेपाली खाना त्यो गोलबेडाको अचार हैन ल्याइदिउँ एक थाल वान थाली। त्यसमा अझ मेरो फेभरेट तरकारी चाहिँ आलु तामा, बोडी आलु तामा चाहिँ मेरो फेभरेट। अब धेरै छैन यहाँ त, हामी त है जब इन्टरभ्यू गर्नु गए जस्तो भइरहेछ। तपाईँको असल बानी र खराब बानी के हो? मेरो असल बानी भनेको म सबसँग मिलनसार छु, मिल्छु, जसको जस्तो एज उसकै एज अनुसार ढलेर दुःख सुख बुझ्न सक्छु, कुरा बुझ्न सक्छु। खराब बानी त भन्दिनँ, किन भन्ने? त्यही त बेकारमा फाइदा उठाउँछ मान्छेले। खराब बानी भन्नुहुँदैन। खराब बानी छँदै छैन, मैले त देखेको छैन। के होला नि भन्दिनँ म। पहिलो प्रेमलाई कसरी सम्झिनुहुन्छ? कहिले भयो? यो उसाला जानुपर्ने क्वेसन के मलाई? पहिलो प्रेमलाई कसरी सम्झिनुहुन्छ? कहिले भएको थियो पहिलो प्रेम? अब प्रेमको पनि नानु प्रेम भन्दाखेरि अब मैले चाहिँ यसलाई कसरी लिएँ भने यसलाई कुनै मान्छेलाई मैले लिएन, मान्छेसँग मात्रै प्रेम हुन्छ भन्ने छैन नि। मैले चाहिँ यसलाई पहिलो प्रेम भनेको पहिला म रेडियो नेपालमा एज सिङ्गर थिएँ म, र म सिङ्गर हुन चाहन्थेँ। त्यो मेरो लागि मेरो पहिलो प्रेम, पहिलो प्रयास थियो। त्यो मेरो पहिलो प्रयासमा एज अ सिङ्गर भएर रेडियो नेपालमा गाना गाउनु पर्दाखेरिको त्यो दिन जब रेडियो नेपालबाट फर्स्ट टाइम मेरो गाना श्रोताहरूमाथि गुन्जिएको थियो, त्यो प्रेमलाई मैले सम्झेँ र आज त्यसको लागि म आभारी छु। तिहारको गीत गाउनुहोस्। भैलिनी आई आँगन बडाली कुडाली राखन, हे औँसीको दिन गाई तिहार भैली। भेरी गुड, भेरी गुड। कति नराम्रो सोच यो चाहिँ पहिला टेलिभिजनमा प्रोग्राम चलाउँदाखेरि एभ्री यो तिहारभरि बोल्नु पर्थ्यो, गाउनु पर्थ्यो। त्यही भएर कति नराम्रो सिङ्गर भन्नुहुन्छ। यो त उसाला जानुपर्ने क्वेसन आयो। कुन हो? म आन्सर म पनि गरिदिन्छु नि त। पहिलो सन्तानको रूपमा के चाहनुहुन्छ? म पनि आन्सर गर्छु नि त। ल पहिलो सन्तान होइन, उषाको आन्सर सुने। उहाँको त नाति नातिना, मेरो त छोराछोरी नै छ नि। पहिलो सन्तानको रूपमा के चाहनु हुन्छ छ होइन, के चाहनुहुन्थ्यो भरौँ न होइन। मलाई नाति नातिनमा जाने बेला मेरो भएको छैन। मेरो पनि भएको छैन। सन्तानै भन्छु म। मलाई त मैले त छोराछोरी दुईटा जन्माउने भनेर सोचेको थिएँ, तर पहिलो त्यही भन्ने थिएन, हेल्दी चाइल्ड होस् भन्ने आशा थियो। छोरी भयो, खुसी। म त पहिलो छोरी भएकोमा खुसी। ओके
लास्ट दाइ हजुरको पालो ल अन्तिम राम्रो प्रश्न आओस् है। बिहान उठ्न साथ के गर्नुहुन्छ? मोबाइल चलाउने ओके, इन्टरनेट होइन म त्यो गरिदिनुहोस् त। म बिहान उठ्न साथ, त्यो चाहिँ नि उठ्न साथ मलाई म चिया नभइकन उठ्दै उठ्दिनँ। जस्तो ठाउँमा जे गए पनि बिहान उठ्न साथ म चाहिँ चिया खान्छु। ओके नाइस सेगमेन्ट